अमोरा ब्रान्डको अर्को महत्त्वपूर्ण उपलब्धि नयाँ तथा परिमार्जित अमोरा E5 को नयाँ मोडल जसलाई अमोरा E5 प्रो भनी नामाकरण गरिएको छ र सो नयाँ मोडलका गाडीको अनावरणको लागि भेला भएका छौँ र यस सुखद उपलक्ष्यमा यहाँहरूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यो एउटा साधारण गाडीको उत्पादन सार्वजनिक गर्ने कार्यक्रम मात्र होइन, आज हामी त्यो दिन सम्झन चाहन्छौँ जुन दिन हाम्रो यात्रा यस अमोरा गाडीले सुरुवात गरेका थियौँ। आधुनिक अटोमोबाइल व्यवसायले नयाँ रूपमा परिमार्जित गर्ने हाम्रो पहिलो कदमको रूपमा अमोरा E5 हाम्रो लागि एक प्रिय उत्पादन रहँदै आएको छ, जसले नयाँ पुस्ताका लागि नवीनतम आकर्षक डिजाइन र विद्युतीय प्रदर्शन गरेको छ। आज यहाँ केही विशेष अतिथिहरू पनि उपस्थित हुनुहुन्छ जसले हाम्रो ब्रान्डसँगको आफ्नो अनुभव साझा गर्नुहुनेछ। अब अमोरा E5 अझ परिष्कृत, उन्नत र आकर्षक रूपमा प्रस्तुत भएको छ। यसको बारेमा अहिले केही समयपछि प्रोडक्ट डिस्क्रिप्सनको बारेमा हामी विस्तृत रूपमा राख्नेछौँ। आजको यो नयाँ मोडलको गाडी अनावरण केवल एउटा फेसलिफ्ट मात्र होइन, यो हाम्रो प्रतिबद्धताको पुनः पुष्टि हो। निरन्तर सुधार गर्ने, ग्राहकहरूको सुझाव सुन्ने र उहाँहरूको अपेक्षा अनुसार उत्पादनहरूलाई प्रदान गर्नेछौँ। सम्पूर्ण एसपीजी टिमको तर्फबाट आज यहाँ उपस्थित भई यस महत्त्वपूर्ण क्षणको साझेदार बन्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु। अब आउनुहोस् हामी सबै मिलेर अमोरा E5 को अर्को चरणको साक्षी बनौँ। धन्यवाद। शारदा ग्रुपसँग चाहिँ मेरो पुरानो सम्बन्ध छ। त्यतिखेर म एज अ ब्रान्ड एम्बेसडर टुक्नी चाउचाउको मैले एडभर्टाइज गरेको थिएँ। मलाई अहिले मतलब यो J6 भन्ने गाडी एज अ कस्टमर किन्न यहाँ आएको। त्यतिखेर मैले अलिकति बिर्सिसकेको रहेछु मैले त्यो कुरा होइन। र शारदा ग्रुपसँग जान अनजानमा मेरो एकदमै प्रगाढ सम्बन्ध चाहिँ मैले महसुस गर्छु। जतिखेर मेरो करियरको सुरुवात हो त्यो बेलामा मलाई विश्वास गरेर उहाँहरूले जुन ब्रान्डिङ गर्नुभयो त्यसको लागि म आज तपाईँहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु सम्पूर्ण शारदा ग्रुपको टिमलाई नै। र मैले J6 लिएको छु, एकदमै राम्रो। र मैले त्यो गाडी चढ्दाखेरि चाहिँ जत्तिकै मेरो साथीहरू हुनुहुन्छ मैले धेरैजनालाई मैले पठाइ पनि राखेको छु र सबैजनाले हिजो मात्रै पनि एकजना मेरो साथी मलाई पनि भन्यो न म यो गाडी चढ्छु कस्तो राम्रो। हुन त शारदा ग्रुपले ल्याएको सबै गाडीहरू सबै भर्जनहरू असाध्यै राम्रो छ, आफ्नो चोइस हुन्छ। मलाई चाहिँ अलिकति अफरोड जाने टाइपको मनपर्ने भएको भएर चाहिँ मैले J6 लिएको छु। र मलाई एकदमै कम्फर्ट, एकदमै डाँडा काँडा जाँदा पनि एकदम कम्फर्ट फिल हुन्छ। लङ टुर जाँदाखेरि पनि कुनै पनि प्रकारको धोका पनि दिएको छैन। सबैभन्दा मलाई यतिका वर्ष मैले गाडी चढेँ, यो ग्रुपसँग गाडी चढ्दाखेरि चाहिँ मलाई के गर्व महसुस भयो भने उहाँहरू आफै इन्क्वायरी गरेर तपाईँको गाडी सर्भिसिङ गर्ने बेला भएको छ, तपाईँको गाडीले के गरिरहेको छ, तपाईँलाई गाडीले दुःख दिएको छ कि छैन, अथवा उहाँले चाहिँ इन्क्वायरी गर्नुहुन्छ। त्यो सबभन्दा राम्रो पक्ष। नत्र भने व्यापारका लागि मात्रै व्यापार गरिन्छ हाम्रो देशमा, तर तपाईँहरू व्यापार मात्रै नभएर साँच्चै नै ग्राहकलाई सन्तुष्ट पार्ने ग्रुप भनेर मैले चिनेको, अझ बढी चिन्ने मौका पाएँ यो पटक। किनकि म यो पटक तपाईँहरूसँग ट्र्याक भएर आएको छु होइन। मलाई असाध्यै राम्रो लागेको छ। तपाईँहरू सबैजनालाई, टिमलाई, शारदा ग्रुपलाई धेरै धेरै बधाई छ। जति पनि गाडीका पारखीहरू हुनुहुन्छ उहाँहरूलाई आफू सोचे जस्तो रोजाइको गाडीहरू छ यहाँ धेरै प्रकारको छ। मलाई आई कार्ड लिन आएको थियो म खास चाहिँ, मलाई रुपेशले होइन म्याम तपाईँले आई कार्ड चढ्ने होइन, तपाईँ J6 चढ्नुहोस् न भनेर उहाँले नै रिकमेन्ड गर्नुभयो। मलाई मन परेको गाडी पनि थियो। र भविष्यमा जस्तो अहिले सुनिरहेको छ, अहिले नेपालमा सर्वाधिक बिक्री हुने गाडीमा नम्बर 2 मा पर्छ ओमेगा कम्पनी। यो शारदा ग्रुपको यो जति पनि भर्जन गाडीहरूको छ भनेर सुने एकदमै खुसी लाग्यो। अर्को वर्ष नम्बर 1 मा परेको सुन्न पाउँ र यसरी नै हामी अझ ग्रान्ड सेलिब्रेसन गर्न पाऊँ। तपाईँहरू सबैलाई धेरै धेरै बधाई। यो गाडी लगेदेखि अहिलेसम्म सेल गर्दा
म स्पष्ट भन्छु जुन दिन मैले गाडी लिएको थिएँ त्यो दिन पनि मैले त्यहाँ क्यामेराको अगाडि बोलेको थिएँ कि म वास्तवमा इभीको पक्षधर्ती होइन थिइनँ भनौँ त्यतिखेरसम्म। किनकि अब प्रत्येक दिन समाचारमा आइरहेको छ, फोटोहरू आइरहेको छ, डिजिटल प्लेटफर्महरूमा पनि गाडी अन्दानी बोलेका कुराहरू देखिरहेको छौँ। हामीलाई क्या भर्सक नचढ्ने भएको थियौँ। यो तेलको जब क्राइसिस भयो पेट्रोलको, त्यसपछि होइन ढिलो गऱ्यो भने त फ्रेन्ड डुबिन्छ भन्ने लागेर हाम्रो फिल्म निर्देशक हुनुहुन्छ विलियम चान्स, उहाँकै सल्लाह सुझाव आग्रह सबै के भने पनि उहाँकै सहयोगमा म अमोडाको सोरुमसम्म पुगेँ र जुन दिन मैले यो गाडी लिएँ त्यो दिनदेखि आजसम्म म साँच्चै भन्छु मलाई त्यो मेरो गाडीको मोडल त्यो पनि थाहा छैन। के भन्छ नि आँप खाने हो क्या, दुख गर्ने होइन भन्छु। मलाई अमोडा लेखेको थाहा छ, बाँकी मेरो त्यो मोडल के हो कि कसो हो मलाई केही थाहा छैन। यति आरामदायी छ र मैले गाडी लिइसकेपछि यहाँले सायद त्यो पेजमा त्यो भिडियोहरू हाल्नु भएछ, त्यो धेरैले मलाई फोन गर्नुभयो ल म पनि त्यही गाडी किन्छु, तपाईँले कुन किन्नुभयो त्यही किन्छु लगिदिनु पऱ्यो भन्नु। म 2-3 जना लिएर पनि आएँ, तर दुर्भाग्य त्यो गाडी मेरो नै अन्तिम गाडी। त्यो गाडी अब आउँछ, आज कहिले आउँछ थाहा छैन, तर म आज निराश भएर बस्नुभएको छ र बाइकमा 4-5 जना हुनुहुन्छ यही गाडी किन्छौँ भन्छु र आजसम्म यतिका दिन भइसक्यो र कहीँ कतै म लङ ड्राइभ पनि गएको छु, लङ गएको छु र कहीँ कतै केही धोका दिएको छैन र एकदमै म जसरी पहिला चाहिँ यो इभीतिर जानु हुँदैन भन्ने अहिले चाहिँ म होइन सबैलाई इभीतिरै जानुपर्छ भन्ने म आह्वान गर्न चाहन्छु। र एउटा के लाग्छ भने मलाई कि धन्न लिएछ जस्तो लाग्छ क्या मलाई। अलिकति ढिलो गरेको थियो भने अहिले डबल बजेट भाषण सुन्दाखेरि त धन्न लिएछ जस्तो लाग्यो मलाई। र जति पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिडिया मार्फत हेर्नु भएको छ भने सबैलाई म आह्वान गर्छु र लिँदाखेरि अरूभन्दा पनि अमोडै लिनु होला। किनकि मैले अनुभव गरेको छु र यसमा मलाई विश्वास यो गाडीको विशेषताहरू र पहिलाको गाडीसँग सटिक कम्पेरिजन्सहरू पनि छ, त्यो हजुरलाई थोरै जानकारी गराउन चाहन्छु र म आफ्नो प्रेजेन्टेसन स्टार्ट गर्न चाहन्छु। The new Omoda E5 Pro already part of your tomorrow भनेर हामी एउटा ट्यागलाइन युज गरेका छौँ। यो डिजाइनहरू पनि डेफिनेटली अलरेडी पार्ट अफ टुमोरो जस्तै छ र यसको एक्सटिरियर प्रोफाइलको कुरा गरौँ पहिला। यसको डिजाइन हेर्दाखेरि चाहिँ हजुरले फ्रन्ट लुक यसो हेर्नु पर्ने चाहिँ इट इज लाइक इन्स्पायर्ड बाई द रोबोट शार्क। रोबोट शार्कको डिजाइन जस्तो छ, यसमा शार्प लाइन्सहरू छ, अलिकति मोर फ्युचरिस्टिक देख्छ, जुन चाहिँ ओमोडाको एउटा आइडेन्टिटी भनेर हामीले देख्न सक्छौँ। यो शार्प लाइन्सहरू चाहिँ र दिस इज द फ्रन्ट फेस। यसको चाहिँ एक्स सेप डिजाइन छ यो, किनभने आफ्नो गाडी हाम्रो जुन एक्जिस्टिङ ओमोडा E5 म्याक्स थियो त्यसमा पनि यही एक्स सेपको हजुरको फ्रन्ट गियर पाउन सक्नुहुन्छ, जुन चाहिँ अलिकति मोडर्न स्पोर्टिङ एरोडाइनामिक अनि अलिकति फ्युचरिस्टिक पनि छ। हामीले अब कम्पेयर गरेर हेर्नु पर्दाखेरि हाम्रो एक्जिस्टिङ ओमोडा E5सँग कम्पेयर गऱ्यो भने हेर्दाखेरि हजुरले त्यहाँ स्क्रिनमा दुईवटाको फ्रन्ट लुक देख्न सक्नुहुन्छ र यो फेसलिफ्ट भए पनि जसलाई म के जानकारी गराउन चाहन्छु भने यो हजुरको फेसलिफ्ट त हो, तर यसमा हाम्रो मेजर चेन्जेसहरू भएको छ र यसलाई हामीले अल न्यू ओमोडा E5 Pro भन्दाखेरि पनि फरक पर्दैन। हजुरले फ्रन्ट डिजाइन हेर्न सक्नुहुन्छ, किन टोटली डिफ्रेन्ट छ। बाटोमा हिँड्दाखेरि हजुरले एउटा डिफ्रेन्ट कारको अनुभूति पाउन सक्नुहुन्छ र एक्स सेप डिजाइनहरू पनि टोटल डिजाइनहरू चाहिँ अलिकति फरक छ। यसमा लाइट्सहरू युज भएको लाइट्सहरू पनि हेर्दाखेरि लाइटिङ बोल्टको डिजाइनबाट इन्सपायर देखिन्छ र इट्स भेरी अग्रेसिभ र भेरी मोडर्न, भेरी फ्युचरिस्टिक डिजाइन छ। र साइड प्रोफाइलको कुरा गर्नु पऱ्यो भने चाहिँ यो साइड प्रोफाइल इज लाइक इट इन्सपायर्ड बाई द हजुरको फास्ट ब्याक डिजाइन भन्छौँ हामी, जुन चाहिँ सिडान र हजुरको एसयुभीको ब्लेन्ड हो। र यो फास्ट ब्याक डिजाइन भन्दाखेरि एउटा बेनिफिट के छ, के हुन्छ भने हजुरको ड्राइभिङ गर्दाखेरि चाहिँ यसले विन्डको रेजिस्टेन्स एकदम कम हुन्छ, जसले गर्दाखेरि हजुरको ड्राइभिङ इफिसियन्सी बेटर हुन्छ र यसले हजुरलाई फ्युचरिस्टिक लुक पनि देखाउँछ, स्लिक मोडर्न लुक देखाउँछ। यसको हजुरले बोनेट हेर्नुभयो भने चाहिँ बोनेट अलिकति पहिलाको भन्दा अलिकति लामो छ। यो चाहिँ स्पोर्ट्स कारमा हुने खालको बोनेट हो र जसले अलिकति स्पोर्टी फ्युचरिस्टिक लुक पनि देखाउँछ यसले। र यसमा जुन अलोवेल युज भएको छ यो चाहिँ सिमिलर टु द एक्जिस्टिङ भेरिएन्ट छ, तर यसले पनि हजुरको विन्डको रेजिस्टेन्सलाई जुन डिजाइन यो अलोवेलले गरेको छ इट्स सिम्पल मोडर्न, बट यसले चाहिँ हजुरको विन्डको फ्रिक्सन विन्डको रेजिस्टेन्सलाई चाहिँ लो गर्छ, जसले गर्दा हजुरको अल्टिमेटली ड्राइभिङ बेटर हुन्छ। हामी कम्पेयर गऱ्यो भने मोरलेस डिजाइन इज अलमोस्ट सेम र फ्रन्टको पार्टमा अलिकति डिफ्रेन्ट छ। रियर प्रोफाइल फास्टब्याक डिजाइन नै हो
र हजुरले हेर्नु यसलाई फ्लोटिङ सी पिलरमा हेर्दाखेरि अलिक डार्क पार्ट देखिन्छ र यसलाई हामीले हेऱ्यो भने फ्लोटिङ डिजाइन फ्लोटिङ रुफ डिजाइन पनि भन्छौँ र यसले गाडीको बडी अट्र्याक्टिभ देखाउँछ र अर्को एउटा बेस्ट कुरा के थियो भने एक्जिस्टिङ ओमोडाको ग्राउन्ड क्लियरेन्स पनि त्यो डिजाइनको गाडीमा 185 mm को ग्राउन्ड क्लियरेन्स थियो त्यो जुन डेफिनेटली नेपालको बाटोलाई सुहाउने नै थियो यस्तो खालको गाडीमा 185 190 को ग्राउन्ड क्लियरेन्स भनेको नेपालको बाटोलाई हाम्रो जस्तो खालको टेरेन्सहरू छ त्यो रोडहरूलाई सुटेबल नै हुन्छ र यसमा बेस्ट कुरा के भएछ भने यो गाडी ओमोडा A5 Pro चाहिँ ग्राउन्ड क्लियरेन्स अझ 6 mm बढेर आएको छ भनेपछि हामी ढुक्कसँग हजुरको नेपालको बाटोमा पूर्वदेखि पश्चिमसम्म हाइवे होस् र अलिकति साइडको हिली एरियाहरूमा जाँदाखेरि पनि हामी ढुक्क भएर गाडी लान सक्छौँ र यसको रियरको कुरा गर्नु पर्दाखेरि रियरको चेन्डाईको डिजाइन चाहिँ हाम्रो लाइटनिङ बोल्ट डिजाइन भन्छ अलिकति फ्युचरिस्टिक आई क्याचिङ छ हजुरको बाटोमा हिँड्दाखेरि पनि यो ग्लो गरिरहेको हुन्छ र यो डिजाइनले हेर्दाखेरि मान्छेलाई चाहिँ डेफिनेटली मान्छेलाई आकर्षित गर्छ हेर्दाखेरि हजुरले बाटोमा गाडीलाई हिँड्नु भयो भने र मैले कम्पेयर गर्नु पर्यो भने एक्जिस्टिङ ओमोडा र अहिलेको डिजाइन हेर्दाखेरि हजुरले त्यसमा प्रेजेन्टेसनमा देख्न सक्नुहुन्छ यसमा नम्बर प्लेट जुन छ जुन माथि बोर्डको यो तल सिफ्ट भएको छ र ओभरअल लुक्सलाई अहिले यो जुन लाइटिङ बोल्ट डिजाइन र इन्टिग्रेटेड हजुरको टेल ल्याम्प छ यसले हजुरको डिजाइनलाई धेरै बेटर बनाएको छ पहिलाभन्दा मोर बेटर लुकिङ मोर फ्युचरिस्टिक देखिन्छ यो चाहिँ कलर्सहरू हो अहिले ओमोडा E5 Pro चाहिँ हजुरको 8वटा कलरमा उपलब्ध हुन्छ पहिला हामीसँग 7वटा कलर थियो जसमा चाहिँ 2टा ड्युअल कलर अभाइलेबल थियो र यसपालि चाहिँ हामीसँग 8 कलर्स अप्सन अभाइलेबल हुन्छ इन्क्लुडिङ 2 ड्युअल कलर्स र हामीले नयाँ कलर इन्ट्रोड्युस गरिरहेका छौँ जुन चाहिँ आइस ब्लू भन्ने कलर हो र हामीलाई लाग्छ यो कलरलाई डेफिनेटली कस्टमर्सहरूले रुचाइदिनुहुन्छ होला र इन्टिरियरको कुरा गर्नु पर्यो भने पनि इन्टिरियरमा पनि हामीले कम्पेयर गर्दाखेरि अहिलेको एक्जिस्टिङ ओमोडा भन्दा चाहिँ E5 Pro टोटली डिफ्रेन्ट छ हजुरले ड्यासबोर्ड हेर्न सक्नुहुन्छ यसमा पहिला इन्टिग्रेटेड दुईटा टच स्क्रिन आउँथ्यो भने अहिले हजुरको सेपरेट ठुलो 550.6 इन्चको टच स्क्रिन छ र साइडमा ड्राइभर इन्स्ट्रुमेन्ट क्लस्टर पनि छ एक पनि 8 इन्चको र यसो हेर्दाखेरि हजुर अलिकति ड्राइभर ओरिएन्टेड खालको ड्यासबोर्ड छ र जसले यसो एउटा प्रिमियम लुक्स र अलिकति फ्युचरिस्टिक अरू मोर हजुरको इजी त्यहाँ बसेर हजुरले अपरेट गर्नलाई डे टु डे जर्नीमा हजुर ट्राभल गर्दाखेरि इच एन्ड एभ्री कुरा त्यहाँ बटन्सहरू स्विचेसहरू पनि हाम्रो रिचमा छ इजी छ त्यही भएर आरामदायी हजुरले यात्रा हजुरले यसमा गर्न सक्नुहुन्छ मैले कम्पेयर गरेँ हजुरको पुरानो एक्जिस्टिङ मोडलसँग कुरा गर्दाखेरि टोटली डिफ्रेन्ट देख्न सक्नुहुन्छ इट्स लाइक पहिला पनि राम्रो मेट्रोपोलिटन प्रिमियम थियो र यो अझ त्योभन्दा बेटर भएर आएको छ र भेरी प्रिमियम पनि देख्छ भेरी फ्युचरिस्टिक पनि छ यहाँनिर र स्टेरिङ विल पनि कुरा गर्नु पर्यो भने पहिलाकोमा डिफल्ट स्टेरिङ विल थियो र यसमा चाहिँ ओभल स्टेरिङ हुन्छ जुन चाहिँ भेरी इजी टु युज हजुरलाई मेनिपुलेट गर्नलाई इट्स भेरी इजी यो चाहिँ इन्टिरियरको सिटको कुरा भयो सिट चाहिँ हजुरले हेर्दाखेरि पहिलाको सिटमा चाहिँ हेडरेस्ट चाहिँ इन्टिग्रेटेड छ यसमा चाहिँ हजुरको एडजस्ट गर्ने मिल्ने खालको हेडरेस्ट आएको छ जुन डेफिनेटली हाम्रो मान्छेको जस्तै हाम्रो हाइटहरू फरक हुन्छ गाडीमा बस्दाखेरि आफ्नो प्रेफरेन्स अनुसारले हजुरले हाइट एडजस्ट गर्न सक्नुहुन्छ जसले हजुरको यात्रालाई आरामदायी बनाउँछ र इन्टिरियरको कुरा गर्नु पर्यो भने हजुरको वेल कुसन सिट्सहरू छ त्यो एकदम आरामदायी सिट्सहरू छ यो चाहिँ हजुरको सेन्ट्रल कन्सोलको कुरा गरौँ अलिकति लास्ट पुरानो एक्जिस्टिङ मोडल भन्दा चाहिँ अहिले डिफ्रेन्ट के छ भने हाम्रो बटरफ्लाई डिजाइनको सेन्ट्रल कन्सोल छ हजुरले खोल्दाखेरि इजी र तपाईँले केही सामानहरू राख्नु पर्यो निकाल्नु पर्यो भने एक्सेस गर्दाखेरि इजी छ एन्ड दिस इज डोर ह्यान्डल इनसाइड डोर ह्यान्डल एक्जिस्टिङ मोडलमा र अहिलेको मोडलमा हेर्दाखेरि डिफ्रेन्ट के छ भने अलिकति मोडर्न अलिक मोर प्रिमियम एन्ड इजी टु युज पनि हो र यो पनि मलाई जहाँसम्म लाग्छ कस्टमर्सहरूले हाम्रो गाडी फिजिकली जब हेर्नुहुन्छ यसलाई पनि एउटा उहाँको चोइसमा पर्छ जस्तो लाग्छ मलाई यो डिजाइन चाहिँ यो एकदम राम्रो डिजाइन आएको छ एग्रोनोमिकली डिजाइन भन्नु मिल्छ र इट लुक्स मोर प्रिमियम अल्सो हजुरको हायर रेन्जको गाडीहरूको जस्तो खालको डिजाइन छ हजुरको र क्याबिन एक्सपिरियन्सको कुरा गर्नु पर्दाखेरि यसमा कम्फर्ट र टेक्नोलोजीको कम्बिनेसन जुन छ जसले हजुरको जर्नीलाई एक डिफ्रेन्ट लेभलमा यसले पुऱ्याउँछ र अहिले भर्खर मैले कुरा गरेँ 15.6 इन्चको टच स्क्रिन यसमा त्यो अभाइलेबल छ जुन इजी टु युज ठुलो छ सम्भवतः मलाई जस्तो लाग्छ वान अफ द यो सेगमेन्टको गाडीहरूमा हाम्रो ठुलैमा देख्न पर्छ
किन अरू मोस्टली 30.0 अराउन्डमा हुन्छ र इट्स भेरी इजी टु युज। हजुरको गर्नुपर्छ हामीलाई डिस्ट्राक्सन्स हुँदैन, गाडी हजुरले ड्राइभ गर्दाखेरि चलाउँदाखेरि पनि फन्ट साइजहरू पनि एकदम राम्रो छ। इट्स भेरी इजी टु युज कम्पेयर टु अहिले एक्जिस्टिङ जेनेरेसनमा, अहिले न्यू जेनेरेसनमा। र यसमा 8155 क्वालकम चिप छ, स्न्यापड्रागन। यो चाहिँ हजुरको इन्डस्ट्री स्ट्यान्डर्ड अटोमोबाइलमा चाहिँ हाई रिगार्ड हुन्छ यो चिपलाई चाहिँ। दिस चिप इज मोर लाइक इट इज भेरी रेस्पोन्सिभ र भेरी हजुरको हामीले फङ्सन स्टार्ट गर्दा क्विकली स्टार्ट हुन्छ। इट स्टार्ट्स इन 2 सेकेन्ड्समा स्टार्ट हुन्छ। भेरी रेस्पोन्सिभ छ हजुरको, स्मुथ टु युज। डिस्प्लेको क्वालिटी इज अल्सो भेरी हाई। र हजुर यसको एउटा बेस्ट अर्को पार्ट भनेको चाहिँ यसको चाहिँ लाइफ स्प्यान अलि लामो छ। इट्स अराउन्ड 50 इयर्सको लाइफ स्प्यान। र यो 540 डिग्री क्यामेरा हाम्रो J60 जुन हामीले रिसेन्टली लन्च गरेका थियौँ 1 महिना अगाडि, र त्यसमा पनि 540 डिग्री छ र यसमा पनि 540 डिग्री क्यामेरा छ। र हजुरलाई सबैजनालाई जानकारी छँदैछ होला डेफिनेटली 540 हजुरको गाडी मुनिको हामीले गाडी 360 मा गाडीको ओभरअल साइडतिर पनि हामी देख्न सक्छौँ अगाडि पछाडि। र यो 540 डिग्री गर्दा हजुर तल आएको अब्स्टेकल्स पनि हजुरले आइडेन्टिफाई गर्न सक्नुहुन्छ, जसले गर्दा हजुर ट्राभल गर्दाखेरि कहिलेकाहीँ अफ रोडतिर ट्राभल गर्दाखेरि ढुङ्गाहरू तल परेको छ भने इजी त्यो त्यसबाट हेरेर हजुरले आफ्नो ड्राइभलाई उ गर्न सक्नुहुन्छ, त्यसलाई बचाएर लान सक्नुहुन्छ। त्यही भएर 540 डिग्री चाहिँ अहिले प्रब्लम हाम्रो अरू गाडीहरूमा पनि आउँछ, आउने कमिङ जेनेरेसन पनि आउँछ नयाँ मोडलहरूमा पनि। द्याट इज भेरी युजफुल फिचर। र फ्रन्ट सिट यसमा स्पोर्टी सिट छ र यसमा चाहिँ हाम्रो ड्राइभरको मसाज फङ्सन पनि छ, किनभने यो एक्जिस्टिङ ओमाडा जुन E5 म्याक्समा थिएन, तर यो E5 प्रोमा चाहिँ ड्राइभर मसाज सिट पनि थपेर आएको छ, जसले गर्दा हामीलाई हाम्रो लङ जर्नी हामी हाइवेमा जानु पर्यो ड्राइभ गर्दाखेरि तपाईँको बस्दाखेरि अलिकति मसाजको चाहिँ डिफ्रेन्ट हजुरको मोड्सहरू पनि छ, युज गरेर आफ्नो रिक्वायरमेन्ट अनुसार हामी मोड सेट गर्न सक्छौँ र हजुरको जर्नीलाई चाहिँ एकदम यसले आरामदायी बनाउँछ। हजुरलाई लङ जर्नीमा कहिलेकाहीँ जिउ दुख्ने अलिकति अप्ठ्यारो हुने खालको अनिजी हुने खालको हुन्छ धेरैजना मान्छेलाई, र मसाज सिटले गर्दा हजुरलाई त्यो चिजलाई चाहिँ यसले एड्रेस गरिदिन्छ। And it's very useful also. अर्को एसीको कुरा गर्दाखेरि यसमा डुअल जोन एसी कन्ट्रोल छ, जसले गर्दा हजुरको प्यासेन्जरले पनि आफ्नो हिसाबले टेम्परेचर सेट गर्न सक्नुहुन्छ। र नर्मली अरू गाडीहरूमा धेरैजसो गाडीहरूमा एउटै टेम्परेचर हुन्छ, कसैलाई कुन टेम्परेचर सुटेबल हुन्छ, कसैलाई कुन टेम्परेचर सुटेबल हुन्छ। तपाईँले डुअल जोन भयो भने चाहिँ हजुरले आफ्नो प्रेफरेन्स अनुसारले टेम्परेचर सुट गर्न चुज गर्न मिल्यो। र यो पनि एउटा भेरी युजफुल फिचर हो। आई थिङ्क अब मोडर्न कारहरूमा अब नयाँ गाडीहरूमा पनि कन्टिन्यू भएर आउँछ। र यसमा सिट भेन्टिलेसन पनि छ। जस्तै नेपाल जस्तो ठाउँमा हामी नेपालमा काठमाडौँमा मात्रै गाडी ड्राइभ गर्दैन, तराईको जहाँ एकदम गर्मी छ प्लेन रिजनहरू पनि छ, र सिट भेन्टिलेसन चाहिँ एकदम युजफुल नेपालको कन्टेक्समा पनि इट्स भेरी युजफुल। हजुरले यसले हजुरको जर्नीलाई एकदम आरामदायी बनाउँछ। र यसमा ड्राइभर सिट र फ्रन्ट सिट भनौँ न, फ्रन्ट सिटमा हाम्रो सिट भेन्टिलेसनको सुविधा हुनुपर्छ। र यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो छ। वायरलेस हजुरले कनेक्सन हामीले तार जोडिदिनु पर्दैन, वायरलेस कनेक्टिभिटी छ। र 8 स्पिकर सोनीको प्रिमियम स्पिकर छ, जुन सोनी भनेपछि हजुरको वर्ल्डको अहिले टप 10 पर्ने स्पिकर ब्रान्ड एज अ ब्रान्ड। र हजुरले आफूले चाहेको म्युजिक एकदम राम्रो गुड क्वालिटी साउन्डका साथ हजुरले सुन्न सक्नुहुन्छ। वायरलेस चार्जर अहिले एकदम रिक्वायरमेन्ट छ। हामी धेरै ट्राभल गर्दा पनि लो फिजेसमा हुन्छ, जो फ्रिक्वेन्टली कसैको फोन आउँछ, उहाँले ट्राभल गर्नु पर्दाखेरि चार्ज स्टिङहरूको इस्यु लिएर आउँछ, हामी चार्जिङ डङ्गल कति बोकेर हिँड्नु पर्ने जुन अलिकति इन्कन्भिनियन्ट छ त्यसलाई यसले सल्भ गर्छ। यसमा 50 वाटको फास्ट चार्जिङ उपलब्ध छ। र प्लस यसमा हिट रेसिपिटिङ फङ्सन पनि छ। हजुरले कहिलेकाहीँ चार्ज गर्दाखेरि फोन तात्ने हुन्छ र तपाईँको त्यहाँ भेन्टिलेटरको कुल लिएर आएर त्यसलाई फोनलाई चिसो पनि बनाउँछ। र इन्जिनियरको कलरको कुरा गर्दाखेरि चाहिँ मैले एक्सटिरियरको कुरा गरेँ, हामी एक्सटिरियर कलर आर्ट गर्दाखेरि इन्जिनियरमा चाहिँ हामी एउटा कलर मात्रै अभाइलेबल गरेको छौँ। र यो चाहिँ हजुरको ब्ल्याक एन्ड लाइट ग्रे भन्छ। र यो कलरको कम्बिनेसनले चाहिँ अलिकति क्याबिनलाई अलिकति एरी अलिकति मोर प्रिमियम देखाउँछ, किनभने अलिकति हल्का लाइट कलरहरूको कम्बिनेसन टोटल ब्ल्याक अलिकति सानो हो कि भन्ने खालको फिल आउँछ भने चाहिँ यो कम्बिनेसन भयो भने चाहिँ अलिक मोर एरी मोर प्रिमियम फिल हुन्छ। सस्पेन्सन टाइपको कुरा गर्नु पर्दाखेरि यसमा पनि अरू गाडीहरूको जस्तै हजुरको म्याकफर्सन स्टक हो फ्रन्टमा, र रियरमा चाहिँ मल्टिलिङ छ, 4 लिङ सस्पेन्सन भन्छ। र मैले यसमा हाम्रो एक्जिस्टिङ जेनेरेसनमा पनि त्यही सस्पेन्सन छ। तर यो सस्पेन्सनको विशेषता के भने ओमोडाको हामीले जोसँग कतिवटा हामीले अहिले कस्टमरहरू हुनुहुन्छ नेपालमा,
हामीले फिडब्याक दिँदाखेरि पनि इन्टरनेसनली पनि हामीले रिभ्यूहरू हेर्दाखेरि चाहिँ सस्पेन्सन चाहिँ सेटअप चाहिँ एकदम राम्रो हजुरको ड्राइभिङ डाइनामिक्सलाई एकदम हेल्प गर्ने खालको सस्पेन्सन सेटअप छ अलिकति स्टेपर साइडमा छ तर बडी रोल हुँदैन र लङ जर्नी अलिकति बेन्च कर्नरहरूमा अब हामीले हाई स्पिडमा लानु भने पनि गाडीमा पनि हुँदैन यो फङ्सन चाहिँ एकदम ओमोडाको इफाइको एकदम वान अफ द बेस्ट फिचरमा पर्छ हजुर सस्पेन्सन सेटअप चाहिँ र त्यही सस्पेन्सन सेटअप यसमा पनि अभाइलेबल छ र सेफ्टीको कुरा गर्नुपर्दाखेरि ओमोडा E5 5 स्टार सेफ्टी रेटिङ अस्ट्रेलियन एनक्याप र यूरो एनक्याप 5 स्टार सेफ्टी रेटिङ यसले पाएको छ यसमा क्लास लिडिङ 19 अडास फङ्सन छ जुन चाहिँ एचडीमा 17 थियो भने यसमा दुईवटा फङ्सनहरू एड भएर आएको छ 540 डिग्री क्यामेरा प्यानोरामिक भ्यूवाला क्यामेरा छ फुल स्पिड अडाप्टिभ क्रुज कन्ट्रोल छ र हजुरको यसको बडी चाहिँ 78% हाई स्ट्रेन्थ स्क्रिनले बनेको छ र 7 एयर ऱ्याक्सहरू छ यसमा 14 एयर ऱ्याक्सहरू पनि छ र प्रिटेल 60 पनि छ र यो सबै चिजले गर्दाखेरि र क्र्यास टेस्टमा पनि यसले हजुरको यूरो एनक्याप र अस्ट्रेलियन एनक्यापमा 5 स्टार सेफ्टी पाउन सफल भएको छ These are the 98 एडल्ट फिचर म सबैमा जान्न गर्दिनँ तर 19 को फिचर चाहिँ हामीले यहाँ युज गरेका छौँ अघि मैले भनिहालेँ 17% हाई स्ट्रेन्थ स्क्रिनले बनेको छ गाडीको बडी स्ट्रक्चर जसले पनि यो क्र्यास टेस्टमा जसले गर्दाखेरि क्र्यास टेस्टमा 5 स्टार सेफ्टी रेटिङ हासिल गर्नलाई मद्दत गरेको छ र तपाईँहरू ओमोडा E5 मा चढ्दाखेरि एउटा सेफ फिल गर्न सक्नुहुन्छ सेफ गाडी तपाईँको लङ जर्नीमा जाँदाखेरि पनि तपाईँहरू आफैले पर्दैन तपाईँ सेफ गाडीमा ट्राभल गर्दा महसुस गर्न सक्नुहुन्छ ब्याट्रीको कुरा गर्नुपर्दाखेरि यसमा अहिले जुन हामीले लन्च गर्दैछौँ मोडल इफेक्टको 50.6 किलोवाटको ब्याट्री क्यापेसिटी छ र यसले एनएडीसी रेन्ज 422 किलोमिटर फुल चार्जमा दिन्छ भने 350 WLTP रेटिङ हो जुन चाहिँ रियल वर्ल्डमा एकदम क्लोज मानिन्छ WLTP रेटिङ चाहिँ र यसको पावर कन्जम्सन रेसियो चाहिँ 3.4 वाट आवर पर किलोमिटर र यो चाहिँ लिथियम आयरन फस्फेट ब्याट्री एनर्जी ब्याट्री जुन भन्छ यो सबभन्दा पपुलर पनि हो र यसको लिथियम आयरन फस्फेट ब्याट्रीको मेन एडभान्टेज भनेको इट्स मोर सेक्योर अनि लङ्गर सर्भिस हुन्छ अनि हाई टेम्परेचर पनि रेजिस्टेन्सको यसको स्कुटी पनि एकदम राम्रो छ यसमा गाडी अरू गाडी जस्तै हाम्रो ड्राइभिङ मोड्स पनि छ यसमा 3टा मोडहरू उपलब्ध छ इकोनोमिक मोड नर्मल मोड र स्पोर्ट मोड र आफ्नो कस्टमरले आफ्नो प्रेफरेन्स अनुसारले हजुरले 3टै मोडमा हजुरले चलाउन सक्नुहुन्छ यसमा PM 2.5 को हजुरको त्यो फिल्टर एलिमेन्ट पनि छ जसले गर्दा हजुरले स्वच्छ हावा भित्र ट्याङ्कीमा चाहिँ हजुरले प्योर एयर पाउन सक्नुहुन्छ र भिजुअल हुने फङ्सन हेर्छौँ इभीमा उपलब्ध छ हाम्रोमा पनि छ यसले गर्दाखेरि हामी ट्याङ्कीहरू जानु पऱ्यो भने डेफिनेटली हजुरले भिजुअल केबल जरुरी हुन्छ त्यो केबल कनेक्ट गरेर हजुरको सिसेस टु जुन चार्जिङ पोर्ट केबल गरेर हजुर डिफ्रेन्ट चिजहरू युज गर्न सक्नुहुन्छ हामी ट्याङ्की गयो भने फ्यामिलीसँग जाँदाखेरि हजुरले इन्डक्सन कुकर इलेक्ट्रिक कुकर सबै हजुर चाहिँ युज गर्न सक्नुहुन्छ जसले गर्दाखेरि सानो फ्यामिली जाँदाखेरि क्याम्पिङको लागि पनि एकदम युजफुल भिजुअल जुन फङ्सन छ तर यसको लागि सेपरेट एउटा केबल चाहिन्छ भिजुअल केबल र त्यसै कम्पेयर गर्दाखेरि मैले डाइमेन्सन क्विक गो थ्रु गर्छु म यसमा डाइमेन्सनको कम्पेयर गर्नु पऱ्यो भने ओमोडा लक्स र ओमोडा E5 प्रोमा हेर्नु पऱ्यो भने चाहिँ हजुरको लेन्थ इज सेम विथ पनि सेम लेन्थ अलिकति 145 mm लेन्थ बडी छ विथ सेम छ हाइट सेम नै सिमिलर नै छ विन्डोज पनि सेम छ ग्राउन्ड प्लेस अहिले मैले भनिहालेँ ग्राउन्ड प्लेसमा 6 mm ले इन्क्रिमेन्ट छ 185 बाट 190 आउने भएको छ रियर कार्गो क्यापेसिटी पनि अलमोस्ट सेम नै 350 हजुरको 6 अप गरेर 350 छ भने 1085 चाहिँ विथ यसो पछाडिको 6 फोल्ड गर्दाखेरि चाहिँ 1085 को कार्गो स्पेस हजुरले पाउन सक्नुहुन्छ र पावर ब्याङ्क र चार्जिङको कुरा गर्दाखेरि हाम्रो पावर ब्याङ्क 99 किलोवाटको मोटर यसमा जडिन्छ र टप हजुरको 280 न्युटन मिटरको टप है एक्सिलरेसन 0 to 100 ओमोडा लक्सको चाहिँ हजुरको 9.2 सेकेन्ड्समा हुन्थ्यो भने यसमा अलिकति क्विक छ 7.2 सेकेन्ड्समा हजुरको एक्सिलरेसन 0 to 100 हामी रिच गर्न सक्छौँ र फास्ट चार्जिङमा चाहिँ ओमोडा लक्समा 11 आवर्स लाग्छ 11 किलोवाटको हुन्छ भने यसको 6.65 सपोर्ट गर्छ र डीसी फास्ट चार्जिङ त्यसमा अझ बेटर भएर आएको छ 80 किलोवाटबाट अब हजुरको 110 किलोवाटसम्मको फास्ट चार्जिङ हजुरले गर्न सक्नुहुन्छ र अरू फिचरको कुरा गर्दाखेरि नम्बर छ अहिले ड्राइभर सिटमा 8 वे पावर सिट यसमा अवेलेबल छ नम्बर सपोर्टहरू एड भएर आएको छ इन्फोटेनमेन्ट स्क्रिन डेफिनेटली 12 इन्चबाट 15.6 भएको छ
इन्स्ट्रुमेन्ट क्लस्टर पनि हेऱ्यो भने त्यो चाहिँ 10 बाट 8.88 छ, बट इट्स भेरी युजफुल। जहाँ यो पोजिसन भएको छ हामीलाई एकदम इट्स भेरी ह्यान्डी, भेरी युजफुल र इजिली हजुरले चाहिएको इन्फर्मेसनहरू हजुरले इजिली देख्न सक्नुहुन्छ स्टेरिङको अगाडिबाट। फ्रन्ट प्यासेन्जर सिट हजुरको चार्जर नै पुरानो एक्जिस्टिङ ओमोडा लक्समा र यसमा सिट छ। मोबाइल फोन चार्जर 52 वाटकै हो र फ्रन्ट सिट हेडरेस्ट फिक्स थियो भने यसमा चाहिँ हजुरले एडजस्ट गर्न सक्नुहुन्छ। हेडरेस्ट छ, फ्रन्ट हेडरेस्ट दुईटैमा अभाइलेबल छ र यो चाहिँ हामीले आइडेन्टिफाई गरेको नेपालको मार्केटको लागि कम्पिटिसन हो र ओमोडा E5 प्रोले एटो 3 को एडभान्स भेरिएन्टसँग डिपलको 805 म्याक्ससँग र MGS 5 को चाहिँ हाम्रो टप 2 भेरिएन्टसँग चाहिँ कम्पिट गर्छ। हामीले फ्युचर कम्पेरिजन गर्दाखेरि र यसको साइज बडीको डाइमेन्सनदेखि लिएर फिचरहरू सबै कम्पेयर गर्दाखेरि र प्लस इन्टरनेसनल मार्केटमा कोसँग कम्पिट गर्छ भनेर हेर्दाखेरि पनि यो हाम्रो आइडेन्टिफाई गरेको कम्पिटिसनहरू र टार्गेट कस्टमर हामीले आइडेन्टिफाई गरेका छौँ। डेमोग्राफीको कुरा गर्नु पर्यो भने 35 देखि 50 को एज ग्रुपको हामीले कस्टमर आइडेन्टिफाई गरेका छौँ र अहिले नेपालमा फिमेल ड्राइभर्सहरू पनि हजुरको धेरै पहिलाभन्दा धेरै लास्ट 10 इयर्समा हेर्दाखेरि फिमेल ड्राइभर्सहरू धेरै को सङ्ख्या धेरै बढेको छ र हामीले अनुमान लगाएको अनुसार प्लस हाम्रो पास डेटाहरू हेर्दाखेरि 80-20% हुनसक्छ। 80% मेल बार हुन्छ भने 20% फिमेल बार हामीले आइडेन्टिफाई गरेका छौँ र सिङ्गल पनि हुन सक्नुहुन्छ र म्यारिडमा 1 to 2 चाइल्डवाला फ्यामिली हुनसक्छ। जसको इन्ट्रेस्टहरूको ट्राभलिङ गर्ने, स्पोर्ट्समा इन्ट्रेस्ट भएको, सपिङमा इन्ट्रेस्ट भएको कस्टमरहरू हामीले आइडेन्टिफाई गरेका छौँ E5 प्रोको लागि। र अकुपेसनको कुरा गर्दाखेरि हजुरको व्हाइट कलर प्रोफेसनल्स, वर्किङ प्रोफेसनल्स हुन सकिन्छ। एक्जिक्युटिभ सिभिल सरकारी अफिसमा जागिर खाने सिभिल सर्भिसहरू हुन सकिन्छ। डक्टर्स, लयर्स एन्ड स्मल SMEsको हजुरको अन्टरप्रेनर्सहरू पनि हुन सकिन्छ। पर्सनालिटीको कुरा गर्नु पऱ्यो भने अलिकति इन्डिपेन्डेन्ट खालको, अलिक एनर्जेटिक, ओपन माइन्डेड, सोसल लाइफ लभिङ, जस्तै ट्रेन्ड सेटिङ खालको थट प्रोसेस भएको कस्टमरहरू। अब ओल्डरै भए पनि अलिकति युथफुल माइन्डसेट भएको कस्टमरहरू चाहिँ हामीले आइडेन्टिफाई गरेका छौँ यो उसको लागि, ओमोडा E5 को लागि। The Omoda E5 has always been very special to us as the product that started it all. Today, with the introduction of the E5 Pro, we carry the legacy forward with greater confidence and a strong vision for the future. On behalf of SPG family, I sincerely thank everyone here, our special guests, media partners, industry colleagues and valued guests for being part of this important milestone. Your support continues to inspire us to do more. This is just the beginning of the next chapter. Thank you, enjoy the rest of the afternoon, and we hope to welcome you in the future. Thank you.